बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा मैत्रीपूर्ण अभिवादन। हजुर, यो हिन्दी र नेपाली भाषामा हुन गइरहेको 10 दिवसीय विपसना ध्यान शिविर जुन चाहिँ बेलायतस्थित हेयरफोर्डसायरमा रहेको दम्मादिपा विपसना सेन्टरमा हुन गइरहेको छ, जुन 6 अगस्तदेखि 17 अगस्तसम्म हुन गइरहेको छ। र यो विपसना कसको लागि अथवा कस्तो ध्यान हो त? यो विशेष रूपले हेर्ने र यो विशेष रूपले केलाई हेर्ने भन्दाखेरिमा बुद्ध शिक्षामा तीन तहबाट शिक्षा हामीले आर्जन गर्छौँ। परियति, प्रतिपत्ति र प्रतिवेद अथवा सुत्तमय पन्या, चिन्तनमय पन्या र भावनामय पन्या अथवा सुत्तमय पन्या। सुत्तमय पन्या जुन हामीले अरूले भनेको धर्म देशनाहरू सुनेर अथवा बुक पढेर भिडियोहरू हेरेर हामीले जति पनि ज्ञान आर्जन गर्छौँ त्यसलाई चाहिँ सुत्तमय पन्या। र अनि त्यो ज्ञान आर्जन गरेको कुरालाई हामीले चिन्तन मनन गरेर आफ्नो व्यवहारिक जीवनमा उतार्न खोज्छौँ, जसलाई चिन्तनमय पन्या। र अनि अब त्यसरी चिन्तनमय पन्याबाट हामी अगाडि बढेपछि यो ठिक रहेछ भनेर अब कस्तो रहेछ त अझ भनेर हामीले अझ अगाडि बढेर भावनामय पन्या जान्छौँ, जुन चाहिँ भाविता गर्न सुरु गर्छौँ अथवा भाविता कसरी गर्ने र अथवा यो भाविता गर्नु अथवा भावनामय पन्यालाई यो विपसना र विशेष रूपले लाई हेर्ने जुन तिलक्षण बुद्ध भगवानले सम्पूर्ण हामीले देखेको कुराहरू केही पनि पर्मानेन्ट छैन, सबै अनित्य छ र दुःख छ र अनात्मा अनित्य छ, अनित्य भए परिवर्तनशील छ र दुःख छ। त्यसैले र यो दुःखलाई फेरि हामीले आफ्नो अधीनमा राख्न सक्दैनौँ, कथामा यो अनात्मा छ भनेर अनित्य दुःख अनात्मा यसैलाई नै हामीले प्रत्यक्ष आफ्नै शरीरमा बाट यो कुराहरूलाई चाहिँ हामी भाविता गर्ने अथवा आफ्नै यो 3 हातको शरीरमा हेरेर अनुभूतिमा उतार्ने नै विपसना। र यो जसलाई यो दुःखले मिलेको जीवनलाई सही तरिकाले जिउने र यति मात्र नभएर यो दुःख चक्रबाट मुक्त हुने शिक्षा हो, जसलाई यो सुखमय जीवन बिताउन मन लागेको छ र जसलाई चाहिँ यो दुःख चक्रबाट मुक्त हुन मन लागेको छ उहाँहरूको लागि यो विपसना ध्यान शिविर हो, जुन चाहिँ हामीले नेपाली भाषामै पाएका छौँ। र यो 5औं ध्यान शिविर हो, जसले गर्दामा हामीलाई यो सुनौलो मौका मिलेको छ। र यो 6 अगस्तदेखि 17 अगस्तसम्म हुनेछ, 10 दिनको। तर त्योभन्दा पहिले हामीले अनलाइन फर्म भर्नुपर्छ, आवेदन, जुन आवेदन 8 मेको बेलुकी ओपन हुन्छ। जब अनलाइन फर्म ओपन भएपछि हामीले जतिसक्दो छिटो हामीले भर्नुपर्छ र यदि हामीले समयमै भरेन भने तपाईँ हाम्रो सिट हामीले सुरक्षित पनि नहुन सक्छ। त्यसले गर्दामा चाहिँ हाम्रो स्थान सुरक्षित गर्नको लागि समयमै हामीले त्यो फर्म भर्नुपर्ने हुन्छ। र त्यो फर्म अनलाइनमा भर्दाखेरि तपाईहरूले आफ्नो
पर्सनल डिटेलदेखि लिएर तपाईहरुको मेडिकल हिस्ट्री देखि लिएर यावत कुराहरू र त्यहाँको सिलको बारेमा त्यहाँको नियमहरूको बारेमा चाहिँ तपाईहरुले यस र नो गरी भर्नुपर्ने हुन्छ। र यो शिक्षा आर्जन गर्नको लागि कति खर्च त लाग्छ त भन्ने कुरामा यो निशुल्क हो र भन्दैमा यो च्यारिटीबाट चलेको केन्द्र हो, जसले गर्दामा जो पहिले गरिसक्नु भएको छ विपसना उहाँहरूले को दानबाट चलेको यो सेन्टर हो, च्यारिटीबाट र गभर्नमेन्ट च्यारिटीबाट। त्यसले गर्दाखेरि चाहिँ तपाई हामी जब ओल्ड स्टेट हुन्छ त्यतिखेर बल्ल हामीले दान गर्न सक्छौं। जसरी हामीले यो शिक्षा पाउनलाई पायौं त्यस्तै गरी मेरो दानले पनि अरूले पनि यो शिक्षा पाउन सकुन् भनेर हामीले चाहिँ त्यतिखेर चाहिँ हामीले दान गर्न पाइन्छ। त्यसले गर्दा चाहिँ त्यो भन्दा पहिला तपाई फर्स्ट टाइम हो भने तपाई न्यू स्टुडेन्ट हो र 9 दिनसम्म तपाईले दान गर्नु पाउनुहुन्न। जब 9 दिन पार गर्न हुन्छ त्यसपछि मात्रै बल्ल तपाईहरु ओल्ड स्टुडेन्ट हुन्छ र ओल्ड स्टुडेन्ट भएपछि मात्र तपाईहरुले दान गर्न पाउनुहुनेछ। र जुन तपाईले 8 मेमा आवेदन फर्म भरिसकेपछि सबमिट गरेपछि तपाईहरुलाई रिजर्भेसनको इमेल आउँछ र नि पछि गएर सुरु गर्ने भन्दा पहिले 1 महिना पहिला जुलाई 6 तिर अर्को फाइनल कन्फर्मेसन इमेल आउँछ र त्यो कन्फर्मेसन इमेल आउँदाखेरिमा तपाई हामीले म आउँदै छु भनेर रिकन्फर्म गर्नुपर्ने हुन्छ। यदि तपाईहरुले रिकन्फर्म गरेन भने तपाईको सिट सुरक्षित हुँदैन र तपाईहरुले समयमै गरेन भने त्यो सिट चाहिँ अरूलाई पनि जान सक्छ। त्यसले गर्दा चाहिँ तपाईहरुले धमदिपाबाट आएको इमेललाई समयमै कन्फर्मेसन दिनुपर्ने हुन्छ। तपाई आउँदै छु अथवा आउँदिन भनेर यस अर नो मा चाहिँ टिक लगाएर पठाउनु पर्ने हुन्छ। अनि जब चाहिँ तपाईहरुले पठाइसकेपछि अनि उहाँहरूले चाहिँ यो प्लेस हैज बीन रिजर्भड भनेर तपाईलाई फेरि इमेल ब्याक गर्छ। अनि बल्ल तपाईको सिट सुरक्षित भएको तपाईहरुले मान्नुहोस्। र यातायात को बारेमा हामीले आफ्नो ओन कार लान सकिन्छ। यदि आफ्नो कार छैन भने साथीभाइसँग शेयरिङ गरेर तपाई जान सक्नुहुनेछ यदि नजिकको साथीहरु जाँदैछ भने। र अर्को पब्लिक ट्रान्सपोर्ट तपाईहरुले नेशनल बसमा जान सक्नुहुन्छ र गोल्डकोस्टर स्टेसनमा ट्रेन स्टेसनमा गएपछि तपाईहरुको त्यहाँबाट शटल बस सेन्टरसँग जान्छ। तर त्यो चाहिँ तपाईले जब तपाईको सिट रिजर्भ कन्फर्मेसन हुन्छ र कन्फर्मेसन भइसकेपछि तपाईले इफ यु नीड ट्रान्सपोर्ट यदि तपाईलाई ट्रान्सपोर्ट चाहिन्छ भने तपाईले ट्रान्सपोर्टको लिंकमा गएर तपाईले शटल बस बुक गर्न सक्नुहुन्छ भनेर चाहिँ त्यहाँ आएको हुन्छ। त्यो शटल बस तपाईहरुले बुक गर्न सक्नुहुन्छ र त्यसको चार्जेस पनि लाग्छ तर धेरै ठूलो चार्ज चाहिँ छैन। र यदि तपाईहरुले चाहिँ शटल बस बुक गर्नुभएको छ भने तपाईले शटल बस चलाउनु पर्ने हुन्छ जुन चाहिँ गोल्डकोस्टर स्टेसन ट्रेन स्टेसनमा बाट सेन्टरसम्म चाहिँ लैजान्छ।
र फर्किने बेलामा पनि त्यही 17 अगस्तको बिहान 8 बजे अथवा 8 to 9 कति त्यहाँ अब फेरि डिफ्रेन्ट समय पनि हुनसक्छ त्यो समयमा चाहिँ सेन्टरबाट स्टेसनसम्म त्यो बसले तपाईलाई ल्याइदिन्छ र त्यसपछि तपाईले अरु ट्रेनमा हो कि अथवा नेसनल बसमा हो तपाई त्यसरी फर्कनु पर्ने हुन्छ र अनि यदि तपाई ड्राइभिङ गर्दै हुनुहुन्छ र तपाईसँग कोही जाँदै छैन भने तपाईले अरु साथीहरुलाई लान पनि सक्नुहुन्छ हजुर र जानुभन्दा पहिला त्यो भन्दा पहिला लानुपर्ने कुराहरु पिलो केस बेड कभर अनि डुबेट कभर यति तीनटा कुरा चाहिँ हामीले लानुपर्ने हुन्छ र आफ्नो नुहाउने लुगा धुने सामानहरु चाहिँ आफूले लानुपर्ने हुन्छ र नि तपाईको मेडिसिनहरु पनि लानुपर्ने हुन्छ र तपाईको पर्सनल क्लोथ जुन चाहिँ लङ स्लीभ भएको र ट्राउजर त्यहाँ चाहिँ छोटो छोटो कपडाहरु लाउन पाउँदैन त्यसलेमा चाहिँ तपाईहरुको लङ स्लीभ र अनि अथवा टी-शर्ट यस्तो खालको टी-शर्ट चाहिँ हामीले पाइन्छ र ट्राउजर भने हामीले लङ ट्राउजर लाउनु पर्ने हुन्छ हाफ प्यान्टमा चाहिँ हामी ध्यान गर्न जान पाउँदैनौं हजुर र अरु अलार्म क्लक पनि अनि टर्च अनि अम्ब्रेला यो तीनटा कुरा र अनि अर्को पानी पिउनको लागि वाटर बोतल पानी पाइन्छ तर तपाईहरुले वाटर बोतल चाहिँ लग्यो भने एकदम तपाई राम्रो हुन्छ र खानपिनको व्यवस्था सबै त्यही हुन्छ बिहान 6 बजे 6:30 बजे र अनि ब्रेकफास्ट हुन्छ भने 11 बजे मेन लन्च हुन्छ र तपाई नयाँ स्टुडेन्ट हो भने 5 बजे दिउँसो लेमन टी नर्मल टी र अनि फ्रुट हुन्छ भने ओल्ड स्टुडेन्टलाई चाहिँ हट लेमन टी हुन्छ 5 बजे त्यसलेमा चाहिँ र यदि तपाई बेलुकीखेरि दबाई खान पर्ने हुन्छ र खानासँग खान पर्ने हुन्छ भने तपाईले त्यो अनलाइन फर्म भर्दाखेरिमा त्यसमा तपाईले लेख्नु पर्ने हुन्छ र अनि सोही अनुसार तपाईलाई खानेकुरा तपाईको नाममा चाहिँ खानेकुरा त्यो डेजिग्नेटेड ठाउँमा चाहिँ राखिदिन्छ र त्यो राखेको ठाउँबाट तपाईले चाहिँ लगेर खान सक्नुहुन्छ दबाई खाने बेलामा र अरु जानुभन्दा पहिला पूर्व तयारी हामीले यस मंगल बुध बिहार ग्रिनफिल्ड लन्डनले प्रत्येक वर्ष जुम माध्यमबाट हामीले यो ध्यान प्र्याक्टिस गराइरहेका छौं र तपाईहरु पनि इन्ट्रेस्टेड छ भने जुम मार्फत तपाईहरु जोडिन सक्नुहुन्छ जुन चाहिँ मन्डे टु फ्राइडे बेलुकी 8 बजेदेखि 9 बजेसम्म ध्यान प्र्याक्टिस हुन्छ र 9 देखि 9:30 सम्म धम्म चर्चा हुन्छ जुन कुरा त्यहाँ विपश्यना सेन्टरमा अथवा त्यो 10 दिनको कोर्समा प्रयोग हुने शब्दहरु र अन्य धर्मका कुराहरु अथवा प्रवचनका कुराहरु जुन कुरा हामीले सुनेको छौं भने र अलिकति भए पनि हामीले कुराकानी गरेको छौं सिकेको छौं भने त्यहाँ गएर अझ सहज बन्छ त्यसले गर्दामा हामीले त्यही कुरालाई मध्यनजर गरेर जानुभन्दा झन्डै 2 हप्ता 3 हप्ता पहिला बाट हामीले त्यसरी जुमको माध्यमबाट गर्छौं प्र्याक्टिस गर्छौं जुन चाहिँ मन्डे टु फ्राइडे 8 बजेदेखि 9 बजेसम्म र भने ध्यान भावना भने 9 देखि
9:30 सम्म चाहिँ धम्मचर्चा र अनि हामी 9:30 अथवा 9:45 चाहिँ समापन गर्छौँ। र त्यसमा चाहिँ तपाईहरु आफ्नो टाइममा आएर र आफ्नो टाइममा तपाईहरु निस्कन सक्नुहुन्छ। र तपाईहरु जुनलाई अनलाइन फर्म भर्दाखेरिमा तपाईहरुलाई समस्या पर्छ भने तपाईहरुले फेरि हामीलाई सम्पर्क गर्नु होला। मंगल बुध बिहार ग्रिनफुड लन्डनमा सम्पर्क गर्नुभयो भने हामीले तपाईहरुलाई मद्दत गर्नेछौँ। र ट्रान्सपोर्टेसनको लागि पनि तपाईहरुलाई केही समस्या छ भने हामीहरुकोमा नाम दिनुभयो भने र अनि त्यो नाम चाहिँ हामीले सर्कुलेट गर्छौँ। र त्यो वरिपरि अरु अन्य कोही जाँदै छ भने उहाँहरुलाई खबर गरेर उहाँहरुबाट चाहिँ शेयरिङ गरेर अथवा सँगै ट्रेनमा अथवा बसमा जानको लागि यदि साथी भयो भने अवश्य सहज बन्नेछ। त्यसैले गर्दाखेरिमा जान आउनको लागि पनि साथीहरु सँगै जानको लागि यो कुराहरु हामीले जाने बेलाको समयतिर चाहिँ हामी गर्नेछौँ। त्यसले गर्दामा चाहिँ तपाईहरुले हामीसँग सम्पर्क राख्नुभयो भने ती कुराहरु ट्रान्सपोर्टेसन र अन्य कुराहरुको बारेमा हामीले छलफल गर्न सक्छौँ। हजुर, त्यसले गर्दामा चाहिँ यो सुनौलो अवसर हामीले पाएका छौँ। र यो सुनौलो अवसर पाएको बेलामा हामीले नगुमाऊ र पछि हामीले पाउँछौँ या पाउँदैनौँ। अहिलेसम्म त हाम्रो 5औं वर्ष हो। त्यसले गर्दा चाहिँ यो वर्ष पनि हामी पुरा सेट 64 जना छोरा मान्छे 64 जना छोरी मान्छेको गरी 128 टोटल सिट हो। र यसमा हामीले गएका वर्षहरू केही विशेष गरी हाम्रो पुरुष साइडमा पुगेको थिएन। तर यदि हामीले यो पुरा गर्न सकेनौं भने हामीलाई अर्को वर्ष नपाउन पनि सक्छ। त्यसले गर्दा चाहिँ सकेसम्म चाहिँ हामीले यो वर्ष अधिकतम अप्लाई गरेर पुरा सिट हामीले भर्न सक्यौं भने हामीलाई फेरि अर्को वर्ष पनि पाउने छौं। गर्दामा यस्तो सुनौलो मौका हामीले सकेसम्म चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले पाउन सकुन् भनेर नै यो ध्यान हामीले मागेका हौं। जसले गर्दामा हामीलाई अहिले उहाँहरूले दिइराख्नु भएको छ। हजुर, हुन्छ। हजुर सबैको मंगल होस् र हाम्रो यो बुद्ध शिक्षाले दिनुभएको शिक्षा सबैले सुन्न सकुन्, सुनेर चिन्तन मनन गरेर सही र गलत छुट्याएर अनि भाविता पनि गर्न सकुन् भनेर यो भिडियो गरेको छु। हस्त भवतु सर्वमङ्गलम्।